मेरो छोरीले मलाई 2-4 दिनदेखि नै मलाई यो साम्बाको जुत्ता मन पर्यो बुवा, कतातिर भिडियो देखेको मलाई चाहियो भनेर भनेको थिइन् र हामी यसलाई लिनलाई बजार गयौँ। बजारमा यति लापरवाही रहेछ कि यो यसको कपी पनि रहेछ, कपी बनाएर बेच्दा रहेछन्, त्यसलाई चाहिँ 1600। अनि यो जुत्ता हामीले 3 ठाउँ सोध्यौँ, कति भन्दाखेरि 2500 भन्नुभयो। 2500बाट कतिसम्म दिन मिल्छ भन्दा 1800 सम्म, 18 होइन 2300 सम्म भन्नुभयो। 2300 2-3 ठाउँ सोध्यौँ, त्यही नै आयो, धेरै गएन। त्यसपछि हामी एउटा अर्को ठुलो पसलमा गयौँ, त्यहाँ चाहिँ 1800 भन्नुभयो। 1800 भनेपछि ओहो ठिकै जस्तो लाग्यो। अनि कतिसम्म दिन मिल्छ सर भनेर सोधेको, 1600 भन्नुभयो। 1600 भनेपछि त्यति नै हो, त्यति नै हो, हेर्नुहोस् त यो 1800 त एमआरपी नै छ भनेर भन्नुभयो। त्यसपछि मैले चाहिँ 1500मा लिएँ, तर कता कता मलाई चाहिँ 200-300 अझै बढी तिरे जस्तो लाग्यो। के गर्नु, हाम्रो बजार अनुमोदन टोली कहाँ छ, के छ, कस्तो छ, कसैलाई थाहा हुँदैन। हामी नेपाली यति धनी कि भाइरल हुने बित्तिकै जति भनौँ त्यतिमा किन्ने, कसैलाई चासो हुँदैन। कम्प्लेन गर्नु कसलाई गर्नु, आफै रिक्समा परिन्छ कि भन्ने डर। गाह्रो गाह्रो। अब एउटा जुत्तामा तपाईँले 1500देखि 2000सम्म फाइदा खानुहुन्छ भने कहाँबाट आउँछ कस्टमर? हाम्रो नेपाली बजार कहाँ जाँदैछ, कसले हेर्ने, यसको जिम्मा कसले लिने, को हो, कसैलाई थाहा छैन। हाम्रो सङ्घ संस्थाहरू धेरै छन्, व्यवसाय सङ्घ संस्थाहरू यस्तो उस्तो भन्छन्, त्यो चाहिँ बोलिए मात्र, तर कारबाही गर्ने कोही पनि हुँदैन। जय नेपाल, जय हाम्रो, जय नेपालीको। भाइरल हुने बित्तिकै महँगो।